दर्शकवृन्द नमस्कार। आज हामी हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङ जिल्लाको भ्रमण गर्न जाँदैछौँ। मुस्ताङ जिल्ला जसलाई नेपालको मरुभूमि भनेर पनि चिन्ने गरिन्छ। आज हामी यही मुस्ताङ जिल्लासम्म जाने बाटोको पछिल्लो अवस्था के कस्तो रहेको छ त, के बाइक तथा गाडीमा यात्रा गरेर सहजै मुस्ताङ पुग्न सकिन्छ त, त्यस बारेमा पनि जानकारी दिँदै अगाडि बढ्नेछौँ। मुस्ताङ जाँदा बाटोमा देखिने विभिन्न सुन्दर गाउँठाउँहरूको दृश्यहरू अवलोकन गर्दै मुस्ताङ जिल्लामा बसोबास गर्ने थकाली समुदायहरूको महत्त्वपूर्ण चाड भूमे पूजाको दृश्यहरू पनि अवलोकन गर्दै त्यस बारेमा जानकारी पनि लिनेछौँ। साथै विश्वकै गहिरो मानिएको कालीगण्डकीको गल्छी हेर्दै डरलाग्दो भिरको बाटो हुँदै मुस्ताङ जिल्ला छिर्नेछौँ। मुस्ताङ जिल्लामा घुम्नै पर्ने महत्त्वपूर्ण पर्यटकीय स्थलहरू घुम्दै त्यस बारेमा जानकारी पनि दिने प्रयास गर्नेछौँ। साथै नेपालकै अग्लो र लामो कालीगण्डकीको झोलुङ्गे पुल तर्दै प्रसिद्ध तातो पानीमा स्नान पनि गर्नेछौँ। आजको भिडियो यदि तपाईहरू पनि मुस्ताङ जान चाहँदै हुनुहुन्छ तर बाटोको अवस्थाको बारेमा जानकारी छैन अनि मुस्ताङमा घुम्नै पर्ने ठाउँहरूको बारेमा पनि जानकारी छैन भने आज हामी यस भिडियोमा सम्पूर्ण जानकारीहरू पनि दिने प्रयास गर्नेछौँ। त्यसैले पनि भिडियोलाई अन्तिमसम्म हेर्न चाहिँ नछुटाउनु होला है त। दर्शकवृन्द यहाँहरू सम्पूर्णमा नमस्कार। हामी यति बेला नेपालको सबैभन्दा सुन्दर सहरको रूपमा रहेको सुन्दर पोखरा बजारको यो हलनचोक स्थित होटल मोनिलाको परिसरमा रहेका छौँ। अघिल्लो भिडियोमा हामीले काठमाडौँबाट पोखरासम्मको यात्रा गरी पोखरासम्मको दृश्यहरू समेटिसकेका छौँ र आज चाहिँ हामी पोखराबाट अप्पर मुस्ताङसम्मको यात्रामा जाँदैछौँ। हिजो बेलुका आएर हामी यो मोनिला होटलमा बस्यो, बसाइ राम्रो थियो, हलनचोकमा रहेको रहेछ र अब चाहिँ हामी सारङकोटबाट देखिने पोखरा बजारको सुन्दर भ्यू हेर्दै अप्पर मुस्ताङतर्फ लाग्नेछौँ र अबको भिडियो अत्यन्तै रोचक एवं जानकारीमूलक पनि हुनेछ भने केही रमाइलो पनि हुनेछ। हामीसँग धेरैजना साथीहरू पनि हुनुहुन्छ, मेरो फ्यामिली, मेरो दिदीहरू, मेरो आमाहरू पनि हुनुहुन्छ। यो पटकको यात्रा अझै अविस्मरणीय हुनेछ मेरो लागि र तपाईँहरूको लागि पनि पक्कै मन पर्नेछ भन्ने आशा गर्दै अब हामी यहाँबाट सारङकोट हुँदै अप्पर मुस्ताङतर्फ लाग्दैछौँ। ल सबैजना एक्साइटेड हुनुहुन्छ हैन त? एकदम सुखद र एक्साइटेड। म चाहिँ देख्न धेरै एक्साइटेड छु। ल सबैजना देखिनु भएको छ है? ल सबैजनालाई रमाइलो होस्। अब यात्रा पनि हाम्रो शुभ होस्। मुस्ताङको यात्रा मौसमले साथ दिइरहेको छ। नेपालको सबैभन्दा सुन्दर सहर भनेर चिनिने सुन्दर नगरी पोखराको लेकसाइड स्थित हलनचोकबाट एक बिहानै हामीले हाम्रो यात्रा सुरु गर्यौं। यो पटकको हाम्रो यात्रा सधैँभन्दा अलिक पृथक किसिमको थियो। यो पटक मसँगै अप्पर मुस्ताङसम्म जानको लागि मेरो आमा र दिदीहरू पनि साथमै हुनुहुन्थ्यो। हामी बिहानै पोखराको लेकसाइडबाट सारङकोटतर्फ अगाडि बढ्यौं। मसँग यात्रा गर्नुहुने मेरो आमा र 3 जना दिदीहरू मध्ये 2 जना दिदी र आमा चाहिँ पहिलो पटक पोखरा आउनु भएको थियो। उहाँहरूलाई फेवातालको दृश्य अति नै मन पर्यो अरे। उहाँहरूले फेवातालको बारेमा ज्यादै प्रशंसा पनि गर्नुभएको थियो, जुन दृश्य समेटेर हामीले अघिल्लो भिडियोमा प्रस्तुत पनि गरिसकेका छौँ। उक्त भिडियो सायद यहाँहरूले पनि हेरिसक्नु भएकै होला। हामी पोखरा आइसकेपछि छुटाउनै नहुने ठाउँ सारङकोट, जहाँबाट फेवाताल र पोखरा बजारको सुन्दर दृश्यहरू पनि अवलोकन गर्दै अप्पर मुस्ताङतर्फ जानको लागि भनेर सारङकोटतर्फ नै अगाडि बढिरहेका थियौँ। अहिले चाहिँ हामी सारङकोट डाँडामा आइसकेका छौँ। यो सारङकोटबाट फेवातालको भ्यू अत्यन्तै सुन्दर देखिन्छ, साथै पोखरा बजारको दृश्य पनि अत्यन्तै सुन्दर देखिरहेको छ भने यतापट्टि माछापुच्छ्रे, अन्नपूर्ण लगायतका विभिन्न हिमालका श्रृङ्खलाहरू पनि देखिरहेका छन्। अत्यन्तै सुन्दर सारङकोट। तपाईँहरू पोखराको भ्रमण गर्न आउँदै हुनुहुन्छ भने सारङकोट एकपटक अवश्य पनि आउनुहोला। यहाँबाट देखिने फेवातालको भ्यू र पोखरा बजारको सुन्दर दृश्यहरू अवलोकन गर्नको लागि एकपटक अवश्य पनि आउनुहोला। हामीले सारङकोटबाट देखिने पोखरा बजारको सुन्दर दृश्यहरू अवलोकन गर्यौं, साथै फेवातालको सुन्दरतालाई पनि केही बेर अवलोकन गर्यौं। अझै सारङकोटबाट चाहिँ माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालका श्रृङ्खलाहरू पनि मजाले देख्न सकिँदो रहेछ। आज मौसम पनि केही खुलिरहेको अवस्था थियो। हामीले हिमालका दृश्यहरू पनि निकै बेर अवलोकन गर्यौं। वास्तवमै पोखरा आइसकेपछि सारङकोट छुटाउनै नहुने ठाउँ पनि रहेको रहेछ। हामीले
सारङकोटबाट देखिने सुन्दर दृश्यहरूलाई केही बेर अवलोकन गरेर सारङकोटबाट कास्कीकोटको बाटो हुँदै अप्पर मुस्ताङतर्फ अगाडि बढ्यौं। सारङकोटबाट कास्कीकोटको बाटो हुँदै करिब 10 किलोमिटर अगाडि बढे पश्चात नागडाँडा पुगिँदो रहेछ। नागडाँडा चाहिँ कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका अन्तर्गत पर्ने एउटा सुन्दर ठाउँ पनि रहेको रहेछ। नागडाँडाबाट हामीले बागलुङ आयोलाई भेट्टाएर हामी हाम्रो यात्रामै निरन्तर अगाडि बढिरहेका थियौं। नागडाँडाबाट केही बेर अगाडि बढेपछि ओह्रालो बाटो सुरु भयो। केही बेरको ओह्रालो बाटोको यात्रापछि हामी कास्की जिल्लाको लुम्ले पुग्यौं। लुम्लेलाई चाहिँ नेपालकै सबैभन्दा धेरै पानी पर्ने स्थानको रूपमा पनि लिइन्छ। लुम्ले साँच्चै नै सुन्दर पनि रहेको रहेछ। हामीले लुम्ले वरिपरिको दृश्यहरू पनि केही बेर अवलोकन गर्यौं। अहिले चाहिँ हामी यो लुम्लेबाट ओह्रालो लागिरहेका छौं। यतापट्टि बाटो पुरै टर्निङको देख्न सकिन्छ र यो बाटो केही साँगोरो जस्तो पनि देखिरहेको छ। यो क्षेत्र चाहिँ पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण क्षेत्र भएको कारणले पनि यो क्षेत्रमा गाडीहरू प्रशस्तै गुडिरहेको पनि देख्न सकिन्छ। त्यसैले पनि यो टर्निङको बाटोको यात्रा गर्दा चाहिँ गाडी होस् या बाइक अलिकति विचार पुर्याएर यात्रा गर्दा सहज हुन्छ कि जस्तो मलाई चाहिँ लाग्छ। अब चाहिँ हामी कुस्मा बजारको नजिकै आइसकेका छौँ। यो ठाउँलाई नयाँ पुल भनिन्छ र एउटा महत्त्वपूर्ण जानकारी के गराउँछु तपाईँहरूलाई भने अप्पर मुस्ताङ जाँदाखेरि बाटोमा माथि पेट्रोल तथा डिजेलहरू नपाउने सम्भावना हुन्छ। पाउन त पाउँछ तर अत्यन्तै महँगो हुन्छ। त्यसैले गर्दाखेरि हामी चाहिँ अब यहाँ फुल ट्याङ्की गरेर जान्छौँ र हामीले एउटा 40 लिटर अट्ने जर्किन पनि बोकेका छौँ। जर्किनमा पनि डिजेल भरेर अनि जान्छौँ। त्यसो गर्दा चाहिँ खर्च कम लाग्छ, सहज पनि हुन्छ र माथि डिजेल पेट्रोल पाएन भने पनि टेन्सन हुँदैन भनेर यो चाहिँ तपाईँहरूलाई पनि महत्त्वपूर्ण जानकारी गराउँदैछु। र अगाडि कुस्मा बजार बेनी बजारमा पनि पाउँछ तर जति यता छ उति सस्तो पर्छ। त्यही भएर अब खर्च बचतको लागि चाहिँ हामी यहाँबाट फुल गरेर जाँदैछौँ। हामीले नयाँ पुल भन्ने स्थानमा रहेको पेट्रोल पम्पमा हाम्रो गाडीमा डिजेल फुल गर्यौं। साथै 40 लिटरको जर्किनमा पनि फुल डिजेल गरेर हामी कास्की जिल्लालाई छोडेर पर्वत जिल्लाको मोदी गाउँपालिका प्रवेश गरेर अगाडि बढ्यौं। केही बेर अगाडि बढेपछि बाटो चट्टानको अप्ठ्यारो अनि डरलाग्दो सुरु भयो। अब यतै त यस्तो अप्ठ्यारो बाटो छ, यस्तो डरलाग्दो छ, अझ अप्पर मुस्ताङसम्म पुग्दा त कस्तो बाटोहरू पार गर्नु पर्ला भनेर मनमा पनि खुल्दुली लागिरहेको थियो। यतापट्टिको बाटो तल मोदी खोला बहिरहेको दृश्य अनि खोजबाट खनिएको बाटो साँच्चै नै डरलाग्दो पनि थियो। हुन त हामी यस्तै भिर पहराको यात्रा गरिरहने मान्छे, मलाई त त्यति डर लागिरहेको थिएन। तर हामीसँग यात्रा गर्नुहुने मेरो आमा मेरो दिदीहरू चाहिँ केही डराए जस्तो अनि ओहो यो त कस्तो बाटो रहेछ भनेर पनि उहाँहरूले घरिघरि भन्ने गर्नुहुन्थ्यो। म चाहिँ उहाँहरूलाई योभन्दा अझै अगाडि गएपछि अझै खतरा बाटो आउँछ भनेर अझै उक्साइरहन्थे। यसरी नै हामी रमाइलो यात्रा गर्दै अगाडि बढिरहेका थियौँ। अहिले चाहिँ हामी यो डिमुवा बजार क्षेत्रमा आइसकेका छौँ। यो चाहिँ पर्वत जिल्लाको मोदी गाउँपालिका अन्तर्गत पर्दो रहेछ। यो पर्वत जिल्ला प्रवेश गरेपछि हामी मोदी खोलाको किनार यात्रा गरिरहेको हुनाले यहाँ मोदी खोला पनि प्रसिद्ध रहेको कारणले यो गाउँपालिकाको नाम नै मोदी गाउँपालिका राखिएको रहेछ। मोदी गाउँपालिका भन्ने बित्तिकै तपाईँहरूले चाहिँ पक्कै पनि भारतको नरेन्द्र मोदी भनेर सम्झिनु भयो होला, तर त्यो चाहिँ होइन। यो चाहिँ मोदी खोला भएको कारणले यो ठाउँको नाम, यो गाउँपालिकाको नाम नै मोदी गाउँपालिका राखिएको रहेछ। जे होस् मोदी गाउँपालिका नाम केही एक्स्ट्रा पनि लाग्यो। हामी मोदी गाउँपालिका हुँदै अब पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार क्षेत्रतर्फ नै अगाडि बढिरहेका छौँ।
पोखराबाट यात्रा सुरु गरेको करिब 2 घण्टा पश्चात सहजै बाटोको यात्रा गर्दै करिब 64 किलोमिटरको यात्रा तय गरेर हामी यतिखेर चाहिँ यो पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारमा आइसकेका छौँ। कुस्मा बजार पर्यटकीय दृष्टिकोणले पनि महत्त्वपूर्ण बजार रहेको छ। कालीगण्डकी नदीको किनारमै अवस्थित कुस्मा बजार साँच्चै नै सुन्दर पनि रहेको छ। कुस्मा बजारमा नेपालकै लामो र अग्लो झोलुङ्गे पुल पनि रहेको छ, जुन पुल चाहिँ पर्वत जिल्ला र बागलुङ जिल्लालाई जोड्ने रहेको छ र एकै ठाउँमा 9 वटा पुलहरू पनि रहेका छन्। हामी अब कुस्मा बजारमा आइसकेपछि यिनै रोचक दृश्यहरूको पनि केही बेर अवलोकन गर्न जाँदैछौँ अनि त्यसपछि हामी निरन्तर अप्पर मुस्ताङतर्फको यात्रामै जानेछौँ। त्योभन्दा अगाडि चाहिँ नेपालकै लामो र अग्लो भनिएको झोलुङ्गे पुल र एकै ठाउँबाट 9 वटा पुलहरू देखिने स्थानतर्फ हामी जाँदैछौँ। हामी यतिखेर पोखराबाट यो पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारमा आइसकेका छौँ र यो कुस्मा बजारमा चाहिँ अत्यन्तै सुन्दर ठाउँहरू पनि छन् र यो बागलुङ र पर्वत जिल्लालाई चाहिँ झोलुङ्गे पुलहरूको जिल्ला पनि भन्ने गरिन्छ। नेपालकै लामो झोलुङ्गे पुल पनि यही जिल्लामा रहेको छ भने अब यहाँबाट हामी केही अगाडि 9 वटा पुलहरू एकै ठाउँमा भएको दृश्य अवलोकन गर्न जाँदैछौँ। त्यसपछि हाम्रो यात्रा निरन्तर मुस्ताङतर्फ नै हुनेछ। तपाईँहरू पनि यदि मुस्ताङको भ्रमण गर्न आउँदै हुनुहुन्छ भने यो ठाउँ चाहिँ तपाईँहरूले नछुटाउनु होला घुम्नलाई। अत्यन्तै सुन्दर पनि छ भने रोचक चाहिँ के छ भने एकै ठाउँमा 9 वटा झोलुङ्गे पुल भएको ठाउँ। यो झोलुङ्गे पुलको राजधानी पनि हो र सुन्दर पनि छ। यो कुस्मा बजारको नजिकै रहेको छ र यहाँबाट पर्वत जिल्ला र बागलुङ जिल्लाको सिमाना पनि छुटिन्छ। यो पुल पारिपट्टि बागलुङ जिल्ला पर्दछ भने हामी अहिले यात्रा गरिरहेको स्थान चाहिँ पर्वत जिल्ला पर्दछ। अब हामी झोलुङ्गे पुल भएको ठाउँमा आइसकेका छौँ। यतापट्टि कालीगण्डकी नदी बगिरहेका देख्न सकिन्छ भने यतापट्टि तल मोदी खोला छन्। मोदी खोला र कालीगण्डकी नदीको सङ्गम स्थलको दृश्य पनि हामी हेर्दैछौँ र यहाँबाट 9 वटा पुलहरू देखिन्छ पारिपट्टिबाट, हामी त्यो पनि हेर्नेछौँ। एकदमै हाइटमा छन् पुल, उस्तै मान्छेलाई डर लाग्ने सम्भावना हुन्छ। डर लागिरहेको छ क्या? डर लाग्ला उदैन हेरी हिँड्नु डर लगाउने अग्लो ठाउँमा छन् क्या एकदमै। ल जाउँ बागलुङ जिल्ला छिरौँ अब। आमा, कालीगण्डकी नदी यति तल खोजमा छन् होइन, यति अग्लो पुल हिँड्दाखेरि डर लागेको छ छैन? हो ल बिस्तारै जाउँ अब बागलुङ जिल्लातिर है। ल हेर्दै हिँड्नु ल। हाम्रो आमालाई डर लागेको छैन अरे? होइन, अगाडि हेर्नु पर्दैन, सोधेको मात्रै हो। र अब हामी जाँदैछौँ। यहाँ माथि एउटा पुल देखिरहेको छ, त्यसै गरी यहाँ तल अर्को पुल देखिरहेको छ, त्यसै गरी हामीले यो यात्रा गरिरहेको अर्को पुल छ, त्यसै गरी यहाँनिर अर्को पुल देखिरहेको छ भने यतापट्टि पनि अर्को पुल देखिरहेको छ, साथै यतापट्टि अर्को गरेर यहाँ 7 वटा पुल छन् भने अलि माथि गरेर जम्मा लगभग 9 वटा पुलहरू छन्। एउटा पक्की पुल पनि छ यहाँ तल। यो चाहिँ तल देखिरहेको चाहिँ यो मोदी खोला र कालीगण्डकीको सङ्गम स्थल पनि हो। अनि अब हामी बागलुङ जिल्ला प्रवेश गर्न आँट्यौँ पर्वत जिल्लाबाट। अहिले चाहिँ हामी पर्वत जिल्लाबाट यो झोलुङ्गे पुल तरेर बागलुङ जिल्ला प्रवेश गरिसकेका छौँ। तल मोदी खोला र कालीगण्डकीको सङ्गम स्थल देख्न सकिन्छ र पुलहरू यतापट्टि पनि 2 वटा पुलहरू थपिए, एउटा झोलुङ्गे र एउटा पक्की पुल गरेर जम्मा 9 वटा पुलहरू छन् र यो पुलबाटै गाडीहरू तारिरहेको दृश्य पनि पर देख्न सक्नुहुन्छ तपाईँहरूले। एकदमै यो मिस नगर्ने भ्यू पोइन्ट हो। यहाँ अवश्य पनि आउनु होला तपाईँहरू घुम्न। यदि मुस्ताङ जाँदै हुनुहुन्छ भने जम्मा 1 घण्टाको समय छुट्याउँदा मजाले घुम्न सकिन्छ। हामीले नेपालकै अग्लो र लामो भनिएको बागलुङ जिल्ला र पर्वत जिल्ला जोड्ने झोलुङ्गे पुलको दृश्य अवलोकन गर्यौं। साथै एकै ठाउँबाट 9 वटा झोलुङ्गे पुलहरू देखिने रोचक दृश्यहरू पनि अवलोकन गर्यौं। अनि हामी कुस्मा बजारबाट पुनः अप्पर मुस्ताङतर्फ नै अगाडि बढ्यौं। हाम्रो कुस्मा बजारमा बिहानको खाना खाने प्लान थियो, तर कुस्मा बजारमा तयारी खाना नभेटेपछि हामी केही अगाडि बाटोमा जता पनि प्राय खाना भेटिन्छ, यो पर्यटकीय स्थल हो भनेर हामी अगाडि तर्फ नै लाग्यौं। अगाडि बढिरहँदा दृश्यहरू सुन्दर देखिन सुरु भइसकेका थिए। अब हाम्रो कालीगण्डकीको किनारको यात्रा सुरु भइसकेको थियो। पारीपट्टि हेर्दा बागलुङ जिल्लाका विभिन्न भूभागहरू देखिरहेका थिए भने वारीपट्टि हामी पर्वत जिल्लाकै विभिन्न भूभागहरूको दृश्यहरू हेर्दै अगाडि बढिरहेका थियौं। अब यहाँबाट अगाडि बढेपछि देखिने दृश्यहरू भने अत्यन्तै सुन्दर र रोचक पनि सुरु भइसकेका थिए।
थिए। यतै त यस्तो सुन्दर दृश्यहरू देखिन सुरु भइसकेको छ। अझ माथि अप्पर मुस्ताङसम्म पुग्दा त झन् कस्तो दृश्यहरू देखिएला, मनमा घरिघरि यस्तो पनि लाग्ने गर्दथ्यो। अहिले चाहिँ हामी यो मालढुङ्गा भन्ने स्थानमा आइसकेका छौँ र यहाँबाट अब यता पारिपट्टि बागलुङ जिल्ला, यो पुल तरेर अगाडि जाँदा बागलुङ जिल्ला प्रवेश गर्न सकिन्छ भने हामी चाहिँ अब सिधै यो पर्वत जिल्ला हुँदै बेनी बजार जुन म्याग्दी जिल्लाको सदरमुकाम रहेको छ बेनी बजारतर्फ अगाडि बढ्छौँ। यो माथिल्लो बाटो हुँदै तपाईँहरू पनि यदि बागलुङ घुमेर जान पनि सकिन्छ, मुस्ताङ जाँदा अलिकति समय रहँदाखेरि चाहिँ बागलुङपट्टिबाट घुमेर पनि जान सकिन्छ भने हामी चाहिँ अब सिधै जाँदैछौँ। र हामीले कुस्मा बजारमा खाना खाने भनेको थियो, तर रेडिमेड खाना नभएपछि हामी अब यहाँ आएर खाना खान लागिरहेछौँ यो मालढुङ्गामा। त्यसपछि हामी निरन्तर हाम्रो यात्रामै अगाडि बढ्नेछौँ। यहाँबाट चाहिँ बागलुङ कालिका मन्दिर भएको स्थानको दृश्य पनि देख्न सकिन्छ। माथि अग्लो पहाड छ जुन काली गण्डकी पहाडी देखिरहेको, यहाँ चाहिँ बागलुङ कालिका रहेका छन् र बागलुङ कालिका चाहिँ धेरै प्रसिद्ध पनि रहेका छन्। अब हामी यहाँ माथिबाट वारीबाटै अगाडि बढ्छौँ र काली गण्डकी नदीको दृश्यहरू हेर्दै हेर्दै काली गण्डकीको किनारै किनार हामी अगाडि बढ्नेछौँ। मालढुङ्गामा बिहानको खाना खाएर हामीले हाम्रो यात्रालाई अगाडि बढायौँ। बाटो पिच रहेको रहेछ। विगत वर्षहरूमा यो बाटोको यात्रा गर्दा मालढुङ्गाबाट अगाडि बढेपछि भने बाटो पुरै कच्ची थियो, हिलाम्मे पनि थियो। हामीले विगत वर्षमा पनि यो बाटोको यात्रा गरेर भिडियो प्रस्तुत गरिसकेका थियौँ। तर यो पटक यात्रा गर्दा भने यतापट्टिको बाटो पिच भइसकेको रहेछ, जसले गर्दा यात्रा गर्न हामीलाई केही सहज पनि भइरहेको थियो। हामीसँग यात्रा गर्नुहुने मेरो दिदीहरू र आमाहरू पनि रमाइलो महसुस गर्दै यात्रा गरिरहनु भएको थियो। र हाम्रो पछाडि बस्ने ग्रुपलाई कस्तो लागिरहेछ ल भन्नु? यस्तो चाहिँ रमाइलो त मेरो जिन्दगीमा मैले भोगेको थिइनँ बाबा। जिन्दगीमा पाएको थियो यस्तो रमाइलो मैले फ्यामिलीसँग आफ्नो आमा भाइ दिदीहरूसँग हिँड्नुको मजै अर्को। आमासँग हिँड्नुको मजै अर्को लागेको छैन नि झर्को? लागेको छैन, सबैभन्दा जन्मदिने आमासँग हिँड्नु जस्तो रमाइलो कहिले भएको थिएन जिन्दगीमा। यति मजा मैले कहिले पाएको थिएन। मालढुङ्गाबाट बाटो पिच रहेछ भनेर हामी रमाउँदै अगाडि बढिरहेका थियौँ। केही बेर अगाडि बढेपछि पुनः बाटो अफरोड सुरु भयो। अब यो बाटो कहाँसम्म अफरोड छ त्यो त थाहा थिएन, तर पनि बाटो धुलाम्मे देख्दा केही दुःख पनि लाग्यो। यात्रा गर्न केही असहजको पनि महसुस भइरहेको थियो। यतिखेर चाहिँ यो क्षेत्रमा पानी नपरेको कारणले बाटो धुलाम्मे थियो, हिलाम्मे चाहिँ थिएन। अफरोड बाटोको यात्रामा हिलाम्मे सडक भन्दा धुलाम्मे सडकमा यात्रा गर्दा चाहिँ केही सहज महसुस हुन्छ। हिलाम्मे सडक हुँदा चाहिँ गाडीहरू भासिने फस्ने सम्भावना पनि हुन्छ। त्यसैले गर्दा अफरोड बाटोको यात्रा गर्दा हिलाम्मे सडकमा भन्दा पनि धुलाम्मे सडकमा चाहिँ केही थोरै सहजताको महसुस हुन्छ। हामी पर्वत जिल्लाकै जलजला गाउँपालिका प्रवेश गरेर अगाडि नै बढिरहेका थियौँ। हाम्रो वारीपारीबाट देखिने दृश्यहरू सुन्दर थिए। यात्रामा अगाडि बढिरहँदा देखिने गाउँघरहरू पनि सुन्दर देखिरहेका थिए। यतापट्टिको क्षेत्रमा प्राय सबैतिर खेतीपाती नै गरिएको दृश्यहरू पनि देख्न सकिन्थ्यो। र यतिखेर चाहिँ यो बर्खायाम लाग्न सुरु भइसकेको समय चारैतिर हरियाली भएर पनि दृश्यहरू चाहिँ सुन्दर देखिने रहेछन्। यिनै दृश्यहरूको अवलोकन गर्दै हामी म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारतर्फ अगाडि नै बढिरहेका थियौँ। पोखराबाट यात्रा सुरु गरेको करिब 4 घण्टा पश्चात हामी म्याग्दी जिल्लाको सदरमुकाम सुन्दर बेनी बजारमा प्रवेश गर्यौं। बेनी बजार कालीगण्डकी नदी र म्याग्दी खोलाको किनारमा बसेको एउटा सुन्दर बस्ती रहेछ। बेनी बजार पर्यटकीय दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण क्षेत्र रहेको रहेछ। हामी बेनी बजारमा पुग्दा मध्याह्नको समय भएको कारणले केही गर्मीको महसुस पनि भइरहेको थियो। हामीले बेनी बजारको दृश्य केही बेर अवलोकन गरेर सिधै हाम्रो यात्रामै हामी अगाडि बढिरह्यौं। बेनी बजारबाट करिब 3 किलोमिटर अगाडि बढे पश्चात हामीले रौघाट भन्ने खोला तर्यौं। खोला तरेसँगै हामीले म्याग्दी जिल्लाको बेनी नगरपालिकालाई छोडेर म्याग्दी जिल्लाकै रघुगङ्गा गाउँपालिका प्रवेश गरेर अगाडि बढ्यौं। रघुगङ्गा गाउँपालिका प्रवेश गरेर अगाडि बढेपछि भने बाटो पुरै अफरोड सुरु भइसकेको थियो। वारीपारी देखिने डाँडाकाँडाहरू पनि अचम्मका देखिन सुरु भइसकेका थिए। अब त हिमालय क्षेत्र नै आए जस्तो महसुस पनि भइरहेको थियो। अब अगाडिको
आजको यात्रा अझै रोमाञ्चक हुनेवाला थियो। हामी रघुगङ्गा गाउँपालिका प्रवेश गरेर निरन्तर अगाडि नै बढिरहेका थियौं। यात्रा हाम्रो एकदमै रोमाञ्चक भइरहेको छ। अब हिमालका श्रृङ्खलाहरू पनि सुरु भइसकेका छन् र गीत गाउँदै गाउँदै यात्रा गर्दा छुट्टै रमाइलो पनि भइरहेको छ। यसरी नै हामी मुस्ताङको यात्रामा अगाडि नै बढिरहेका छौँ। यहाँनिर चाहिँ बाटो बनाउने कार्यक्रम धमाधम भइरहेको छ। त्यसैले पनि हामी यहाँ केही बेर रोकिएर अब केही क्षण पश्चात जानेछौँ र अब चाहिँ हामी हिमालयको क्षेत्र नै प्रवेश गर्यौँ। यतापट्टि अग्ला अग्ला पहाडहरू देखिरहेका छन्। बाटो यता अफरोड छ, ठाउँ ठाउँमा पिच पनि छ। यात्रा गर्न त्यति गाह्रो चाहिँ भइरहेको छैन अहिलेसम्म, सहजै जस्तो भइरहेकै छ। काली गण्डकी नदीको किनार छेउैको बाटो अग्ला अग्ला भिर र पहराहरूलाई फोडेर बनाइएको हेर्दा त डरलाग्दो थियो, तर यात्रा गर्न त्यति अप्ठ्यारो चाहिँ थिएन। बाटो कतै कतै पिच थियो भने कतै कतै अफरोड पनि थियो। यात्रा त्यति धेरै कठिन पनि थिएन भने त्यति सहज पनि थिएन। मुस्ताङ जाने यो बाटोलाई नेपालकै खतरनाक सडकहरू मध्येमा पनि लिने गरिन्छ। यो बाटोमा दुर्घटनाहरू हुने सम्भावना पनि प्रशस्तै हुन्छ। सुन्दर दृश्यहरूको अवलोकन गर्दै साहसिक यात्रा गर्न चाहनेहरूका लागि यो बाटो एउटा महत्त्वपूर्ण विकल्प पनि हो। तर भिर र पहरादेखि डराउनेहरूका लागि चाहिँ यो बाटो एउटा अभिशाप नै हो भन्दा पनि फरक नपर्ला। यहाँको बाटो यति धेरै डेन्जर छ जुन तपाईहरूले दृश्यबाट पनि देखिराख्नु भएको छ। माथि माथि अग्ला अग्ला चट्टानहरू छन्, तल काली गण्डकी नदी बहिरहेको छ, बीचमा साँघुरो बाटो छ। त्यही साँघुरो बाटोबाट गाडीहरू कुद्नुपर्ने बाध्यता रहेको छ र यतापट्टिको बाटो चाहिँ जहाँ अप्ठ्यारो छ त्यहाँ अफरोड पनि छ। त्यसले गर्दा पनि बाटोमा यात्रा गर्दा अझै जोखिम पर्न सक्ने सम्भावना हुन्छ। नेपालका धेरै पर्यटकहरू आउने क्षेत्रहरू अन्तर्गत पर्ने मुस्ताङ जिल्ला जाने बाटोको अवस्था यस्तो देख्दा घरिघरि चाहिँ मनमा दुःख पनि लाग्दो रहेछ। जे होस्, यस्तै सुख दुःखको यात्रा गर्दै सुख दुःखका तिता मिठा अनुभवहरू पनि सँगाल्दै हामी मुस्ताङ तर्फको यात्रामै निरन्तर अगाडि नै बढिरहेका थियौँ। पोखराबाट करिब 6 घण्टाको यात्रा पश्चात हामी यो तातो पानी कुण्ड भएको ठाउँमा आइसकेका छौँ। यहाँनिर अर्ग्यानिक तातो पानी छन्। माथिदेखि नै पानी आफै तातो आउने कुण्डहरू छन्। यहाँभित्र प्रवेश गरेर केही बेर यहाँको दृश्यहरू हेरेर अनि अगाडि बढ्नेछौँ हामी मुस्ताङतर्फ। यहाँनिर चाहिँ एउटा कुण्ड छ अनि अगाडि 2वटा धाराहरू झरिरहेका छन्। यो चाहिँ माथि पहराबाट आफसे आफ पानी तातिएर आएको तातो पानी भनिँदो रहेछ यहाँ। र यहाँ नुहाउनाले विभिन्न छालाका रोगहरू निको हुने किम्वदन्ती पनि रहेको छ। र यहाँनिर चाहिँ अहिले हाम्रो 2 जना साथीहरू स्नान गरिराख्नु भएको छ। कति छ तातो पानी? तातै छ, सहन सक्ने? ए, पानी ठिक ठिकै तातो छ भन्ने कुरा आयो। मैले चाहिँ पहिला पनि यो ठाउँमा आएर यहाँको स्नान गरिसकेको हुनाले आज चाहिँ हाम्रो दिदीहरू आमाहरू यहाँ स्नान गर्दै हुनुहुन्छ। र बाहिर पनि गर्मी छ, पानी त लगभग बाहिरको तापक्रम हेरेर पनि तातो हुने सम्भावना हुन्छ। तर यो चाहिँ जाडो महिनामा पनि तातो हुने भएको कारणले यसमा केही रहस्य चाहिँ अवश्य पनि लुकेको छ। हामीले म्याग्दी जिल्लामा रहेको प्रसिद्ध तातो पानीमा प्रवेश गरेर त्यहाँको दृश्यहरू केही बेर अवलोकन गर्यौं। हाम्रो दिदीहरू र आमाहरूले चाहिँ स्नान पनि गर्नुभयो।
हामीले चाहिँ पहिला पनि तातो पानीमा स्नान गरिसकेको हुनाले यो पटक स्नान नगरी केही दृश्यहरू अवलोकन गरेर हामी तातो पानी बजार क्षेत्रबाट मुस्ताङतर्फ नै अगाडि बढ्यौं। केही बेर अगाडि बढेपछि फेरि बाटो अफरोड सुरु भयो। साथै हामी म्याग्दी जिल्लाकै दाना गाउँपालिका प्रवेश गरेर अगाडि नै बढिरहेका थियौं। दाना बजारबाट करिब 3-4 किलोमिटरको यात्रा पश्चात रूप्से झरनाको परिसरमा पुग्न सकिन्छ। रूप्से झरना मुस्ताङ यात्राको एउटा प्रमुख आकर्षणको केन्द्र पनि हो। हामी रूप्से झरनातर्फ नै अगाडि बढिरहेका थियौं। झरनाभन्दा केही अगाडि नै मानिसहरूको ठूलो भिड थियो। पञ्चे बाजाहरू बजिरहेका थिए, नाचगान चलिरहेको थियो। सबै मानिसहरू आआफ्नो धुनमा रमाइरहेको दृश्यहरू देखिन्थ्यो। हामीले गाडी रोकेर त्यो के रहेछ त भनेर केही बेर बुझ्ने प्रयास गर्यौं। आज यो क्षेत्रमा बसोबास गर्ने मगर समुदायहरू र थकाली समुदायहरूको भूमि पूजाको दिन रहेछ। हामी यो भूमि पूजाको बारेमा केही जानकारीमूलक कुराकानीहरू पनि स्थानीयहरूसँग गर्दैछौँ र यहाँको केही बेर दृश्यहरू पनि अवलोकन गर्नेछौँ। त्यसपछि हामी निरन्तर हाम्रो यात्रामै मुस्ताङतर्फ अगाडि बढ्नेछौँ। जेठको हजुर ठ्याक्कै पूर्णे मङ्गलबार पूर्णेको बेलामा आजै हो पूजा हुन्छ हाम्रो यहाँ रुचि छोराको भूमि। अनि पहिला पहिला त 200-300 पाठा पढ्थ्यो। अहिले चाहिँ त्यो नरिवल चढाउने कार्यक्रम अलिकति बढेको छ। त्यही भएर अलिक थोरै हुन्छ। भाले पाठाहरू होइन, भेडाको पाठाहरू एकदम राम्रो खोट नभएका हाँसे गोरे भन्छ। अनि हाम्रो यहाँको भूमि चाहिँ एकदम छेकछेकको पहिले जमानाको अब पुर्खादेखिको सबले मान्छ। भएको सबै हामीले थाहा पाउँछ कि यो बेलामा चाहिँ सधैँ यहाँ आएर नै पूजा गर्नुहुन्छ। यो काभ्रे यो म्याग्दी नै हो, म्याग्दी जिल्ला रूप्से छारा भन्छ। उता काभ्रे पर्यो। यो रूप्से छाराको छारादेखि यता हाम्रो के अरे म्याग्दी पर्यो। उता चाहिँ मुस्ताङ दाना गाविस छ। हजुरहरू मगरहरू हामी थकाली हो। थकाली मेरो घरै पहिलेदेखि यही हो माइका। र यहाँ चाहिँ मगरहरूले थकालीहरूले गर्नु। हामीले मगर समुदाय र थकाली समुदायहरूले मनाउने भूमि पर्वको रमाइलो दृश्यहरूको अवलोकन गर्ने अवसर प्राप्त गर्यौं। आज संयोग नै परेको रहेछ। बाटैमा यति रमाइलो दृश्यहरूको अवलोकन गर्न पाइयो। साथै हामीले भूमि पर्वको बारेमा पनि केही जानकारीहरू लियौं। यहाँ पहिला 200 भन्दा माथिको संख्यामा भेडाहरूको बलि दिने गरिदो रहेछ। तर अहिले पछिल्लो समय चाहिँ मानिसहरूले भेडाको बलि दिनु भन्दा पनि नरिवल फुटाएर पूजाआजा गर्ने गरेको पाइयो। यो चाहिँ मलाई केही राम्रो पनि लाग्यो। हामीले यो रमाइलो दृश्यहरू केही बेर अवलोकन गर्यौं। त्यसपछि हामी रूप्से झरनातर्फ अगाडि बढ्यौं। रूप्से झरनामा पनि यतिखेर मानिसहरूको घुइँचो नै थियो। माथिसम्म फोटो खिच्ने तथा टिकटक बनाउनेहरूको भिडभाड देखिन्थ्यो। खास गरी मुस्ताङ यात्रामा रूप्से झरनाको पनि एउटा महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। मुस्ताङ यात्रा गर्न जाने जो कोही मानिसहरू पनि गाडी रोकेर रूप्से झरनाको सुन्दर दृश्यहरूको अवलोकन गर्नका साथै रूप्से झरनाको वरिपरि फोटोहरू खिचेर जाने गरेको पाइन्छ। रूप्से झरना पनि त्यस्तै सुन्दर छ। माथि हिमालबाटै झरेको पानी एउटा कुनै ठूलो खोला जस्तै निकै सुन्दर पनि देखिन्छ। हामीले पनि रूप्से झरना वरिपरिको सुन्दरतालाई केही बेर अवलोकन गर्यौं। हामीसँगै यात्रा गर्ने हाम्रो दिदीहरूले पनि रूप्से झरनामा टिकटक बनाउनु भयो। हाम्रो एकजना दिदी त टिकटक बनाउने क्रममा लडेर सामान्य घाइते समेत हुनुभएको थियो, जुन दृश्य तपाईहरुले देखि पनि राख्नु भएको छ। त्यसै गरी रूप्से झरनाबाट तलतर्फ हेर्दा कालीगण्डकी नदी पनि बगिरहेको दृश्य देखिन्थ्यो। कालीगण्डकी नदी निकै गहिराईमा बगिरहेको थियो।
तल देखिरहेको खोजलाई चाहिँ अन्ध गल्छी भनिदो रहेछ। यो कालीगण्डकीको सबैभन्दा गहिरो गल्छी पनि रहेको रहेछ, जसलाई विश्वकै सबैभन्दा गहिरो गल्छीको रूपमा पनि लिइँदो रहेछ। हामीले कालीगण्डकीको खोजको गल्छीको दृश्यलाई पनि केही बेर अवलोकन गर्यौं। त्यसपछि हामी रूप्से झरनाको सुन्दरता अगाउजी निहालेर मुस्ताङतर्फ नै अगाडि बढ्यौं। रूप्से झरनाबाट केही बेर अगाडि बढेपछि बाटो टर्निङको सुरु भयो अनि केही अगाडि एउटा सुन्दर गाउँ पनि देखियो, जसलाई काभ्रे गाउँ भनिदो रहेछ। माथि हेर्दा अग्ला हिमाल जस्तै चुचुराहरू देखिरहेका थिए। तल बसेको गाउँ निकै सुन्दर पनि थियो। हामीले काभ्रे गाउँको दृश्यलाई पनि केही बेर अवलोकन गरेर अगाडि नै बढ्यौं। काभ्रे गाउँबाट केही बेर अगाडि बढेपछि डरलाग्दो भिरको बाटो सुरु भयो। यो बाटोलाई काभ्रेको भिर भनिदो रहेछ। बाटो पनि यति धेरै अप्ठ्यारो थियो कि जसको कल्पना गर्दा समेत अहिले पनि आङ जिरिङ्ग हुने गर्दछ। माथितर्फ हेर्दा ठूला ठूला चट्टानहरू, तल हेर्दा खोजभित्रबाट बहिरहेको कालीगण्डकी नदी अनि बीचमा खनिएको साँघुरो बाटो, त्यो पनि अफरोड बाटो। यात्रा गर्न साँच्चै नै जोखिमपूर्ण थियो। हामी डराउँदै डराउँदै अगाडि बढिरहेका थियौं। जति अगाडि बढ्दै गयो उति डरलाग्दो भिर र चट्टानै चट्टानको बाटो आउने रहेछ। हामी सबैजना डराउँदै डराउँदै अगाडि नै बढिरहेका थियौं। कतै कतै त भिरको चट्टानभित्र सुरुङ जस्तै बाटो पनि थियो। माथिबाट चट्टान ओडार परेको भाग जस्तो देखिन्थ्यो, बीचबाट खोजभित्र बाटो थियो। त्यस्तो बाटोको यात्रा गर्दा साँच्चै नै मनमा डर पनि लागिरहेको थियो। यदि माथिबाट कुनै चट्टानहरू अकस्मात खसे भने हाम्रो हालत के हुन्छ होला जस्तो पनि लागिरहेको थियो। पर्यटकीय दृष्टिकोणले नेपालकै महत्त्वपूर्ण भनिएको मुस्ताङ जाने बाटोको अवस्था चाहिँ यस्तो देख्दा निकै दुःख पनि लाग्दो रहेछ। तर हामीलाई दुःख लागेर मात्रै के पो गर्नु र? नेपाल सरकारको आँखा यस्तो ठाउँमा कहाँ पुग्छ र? घरिघरि त मनले पनि त्यस्तै सोचिरहेको थियो। हामी सबैजना डराउँदै डराउँदै भए पनि अगाडि नै बढिरहेका थियौं। जति जति अगाडि बढ्दै गयो उति डरलाग्दो बाटो झन झन आउने गर्दथ्यो, जसले मनलाई घरिघरि झस्याङ झस्याङ पनि बनाउने गर्दथ्यो। पोखराबाट यात्रा सुरु गरेपछिको सबैभन्दा खतरनाक बाटो चाहिँ यही रहेछ। हुन त हाम्रो देश नेपाल भौगोलिक दृष्टिकोणले निकै विकट पनि मानिन्छ। यस्तो विकट ठाउँमा पनि यतिको बाटो भए पनि बन्नु चाहिँ गौरवकै कुरा हो। तर यो बाटो चाहिँ धेरै पहिला खनिएको बाटो, साथै यो बाटोमा चाहिँ नेपाली तथा विदेशी पर्यटकहरू पनि प्रशस्तै आउने जाने गर्ने भएको कारणले पनि नेपाल सरकारले यो बाटोलाई अझै राम्रो, अझै सुधार गरेदेखि केही सहज हुन्थ्यो कि भन्ने पनि लागिरहेको थियो। हामी दुःख सुखको यात्रा गर्दै अप्ठ्यारो बाटो कटेर अगाडि नै बढ्यौं। काभ्रे भिरको डरलाग्दो बाटो कटेर केही बेर अगाडि बढे पश्चात हामी मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका अन्तर्गत रहेको घाँसा क्षेत्र प्रवेश गर्यौं। घाँसा क्षेत्र प्रवेश गरेपछि चाहिँ बाटो पनि पिच सुरु भयो, साथै दृश्यहरू पनि सुन्दर देखिन थालिसकेका थिए। अब जति अगाडि बढ्दै गयो त्यति सुन्दर दृश्य र अनौठो अनौठो भूगोलहरू सुरु भइसकेको थियो। हामी घाँसाबाट मुस्ताङतर्फ नै अगाडि बढिरहेका थियौं। अब चाहिँ हामी दर्शकवृन्द मुस्ताङ जिल्ला प्रवेश गरिसकेका छौं। मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका प्रवेश गर्यौं र अब दृश्यहरू अत्यन्तै सुन्दर हुन्छन्। अनि यो चाहिँ घाँसा बजार क्षेत्र। यहाँनिर चाहिँ चेकपोस्ट रहेको छ। यहाँनिर इन्ट्री गराएर मात्र जानुपर्ने हुन्छ। र अर्को महत्त्वपूर्ण जानकारी के पनि छ भने यहाँसम्म मात्रै पेट्रोल पम्पहरू छ। यहाँभन्दा माथि पेट्रोल पम्प छैन। डिजल तथा पेट्रोलको लागि यहाँ लगाएर जाँदा एकदमै उचित हुन्छ। माथि पनि डिजल पेट्रोल नपाउने त होइन, तर किन्न महँगो पर्छ भने पम्पबाट हुँदैन, बोतलमा हुन्छ। त्यसैले पनि यहाँ पेट्रोल लगाएर फुल गरेर जानुभयो भने तपाईँहरूलाई सहज हुन्छ। घाँसाको चेकपोस्टमा हामीले इन्ट्री गराएर हामी मुस्ताङतर्फ अगाडि बढ्यौं। यतापट्टिको दृश्यहरू अब अत्यन्तै सुन्दर सुरु भइसकेको थियो। हिमालयका श्रृङ्खलाहरू पनि यहाँबाट देखिन्थे, तर आज मौसम केही प्रतिकूल भइरहेको थियो। माथि माथि हेर्दा कुहिरोले हिमालहरू छोपिरहेका थिए, तर केही डाँडाकाँडाहरू भने देखि पनि रहेका थिए। यतापट्टिको प्रकृति भूगोल नै छुट्टै सुरु भइसकेको जस्तो महसुस हुन्थ्यो। अब हामी घाँसाबाट लेतेतर्फ अगाडि बढिरहेका थियौं। यतापट्टि
पछिल्लोपट्टिका घरहरू चाहिँ अब ढुङ्गाको छानो लगाएका पनि सुरु भइसकेका थिए। अब अगाडि आउने दृश्यहरू यस्तै यस्तै सुन्दर र अनौठो पनि हुनेवाला थिए। हामी सहज बाटोको यात्रा गर्दै सुन्दर दृश्यहरूको पनि अवलोकन गर्दै गर्दै मुस्ताङकै प्रसिद्ध ठाउँ लेते पुग्यौं। लेतेलाई नेपालको स्विजरल्यान्ड अनि नेपालको काश्मीर भनेर पनि चिन्ने गरिन्छ। वास्तवमै लेते एउटा सुन्दर एवं पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण स्थान पनि हो। यहाँबाट मौसम खुलेको समयमा धौलागिरी हिमाल, नीलगिरी हिमाल लगायत अन्य थुप्रै हिमालका श्रृङ्खलाहरू पनि देख्न सकिन्छ। साथै भूगोल र प्रकृति पनि निकै अनौठो देख्न सकिन्छ। तर आज चाहिँ मौसम केही प्रतिकूल भइरहेको हुनाले हामीले माथि देखिने हिमालका श्रृङ्खलाहरूलाई चाहिँ अवलोकन गर्न सकेनौं। तलका हरियाली डाँडाकाँडाहरूको दृश्यहरू हेर्दै हामी लेते गाउँबाट अगाडि नै बढ्यौं। यो विदेशी पर्यटकहरूका लागि एउटा महत्त्वपूर्ण आकर्षणको ठाउँ भएको कारणले यहाँ प्रशस्तै होटल तथा रेस्टुरेन्टहरू पनि रहेका छन्। हामी चाहिँ लेतेबाट देखिने दृश्यहरू हेर्दै अगाडि नै बढिरह्यौं। लेतेबाट केही बेर अगाडि बढेपछि हामी छमथाङ भन्ने स्थानमा पुग्यौं। छमथाङबाट देखिने वरिपरिको दृश्य अत्यन्तै सुन्दर थियो। हामीले छमथाङ वरिपरिको दृश्यहरूलाई केही बेर अवलोकन गर्यौं। तलतर्फ हेर्दा कालीगण्डकी नदी धेरै भूभागहरू ओगटेर फिजारिएर बहिरहेको दृश्य देखिन्थ्यो। माथि हरियाली पहाडका श्रृङ्खलाहरू पनि देखिरहेका थिए। अझै माथितर्फ केही हिमालयका श्रृङ्खलाहरू पनि थोरै भए पनि देखिरहेका थिए। मौसम प्रतिकूल भएको कारणले हिमालयका सुन्दर श्रृङ्खलाहरू चाहिँ हामीले अवलोकन गर्न सकेनौं। छमथाङ वरिपरिका फाँटहरूमा हरियाली दृश्य अत्यन्तै सुन्दर देखिरहेको थियो भने हरियाली फाँटहरूमा विभिन्न किसिमका फूलहरू पनि फुलिरहेको दृश्य धेरै सुन्दर देखिरहेको थियो। हामीले छमथाङ वरिपरिबाट देखिने गाउँ बस्ती तथा यहाँको सुन्दर भूगोल र प्रकृतिलाई निकै बेर अवलोकन गर्यौं। छमथाङबाट देखिने वरिपरिको सुन्दर दृश्यहरूलाई निकै बेर अवलोकन गरेर हामी अगाडि नै बढ्यौं। अगाडि बढिरहँदा बाटोमा देखिएका दृश्यहरू पनि अत्यन्तै सुन्दर थिए, जुन दृश्यहरू हेर्दा मन प्रफुल्ल पनि भइरहेको थियो। सहज बाटोको यात्रासँगै वरिपरि देखिने सुन्दर प्रकृति र परिवेशले हामीलाई मन्त्रमुग्ध नै बनाइरहेको थियो। मौसम पनि चिसो थियो। हामी आनन्दको यात्रा गर्दै अगाडि नै बढ्यौं। वास्तवमा हाम्रो देश नेपालमै रहेको यति सुन्दर प्रकृति, यति सुन्दर परिवेशहरूमा रमाउन छोडेर मानिसहरू लाखौं खर्च गरेर किन स्विजरल्यान्डतिर जान्छन् होला जस्तो पनि लाग्ने गर्दथ्यो। हामी मुस्ताङ जिल्ला प्रवेश गरेर मुस्ताङ जिल्लाकै विभिन्न गाउँठाउँहरूको दृश्यहरू अवलोकन गर्दै अगाडि बढिरहेका थियौं। पोखराबाट मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोम बजारसम्मको दूरी करिब 158 किलोमिटर रहेको भए पनि मुस्ताङसम्म आउने बाटो कतै भत्किएको, कतै डरलाग्दो भिरको चट्टान, कतै अप्ठ्यारो, कतै अफरोड, कतै पिच यस्तै बाटो भएको कारणले साथै हामी चाहिँ दृश्यहरू हेर्दै दृश्यहरू कैद गर्दै आएको हुनाले हामीलाई मुस्ताङ आइपुग्न केही ढिला पनि भएको थियो। आज हाम्रो प्लान मार्फा गाउँमा गएर बस्ने थियो। हामी मुस्ताङ जिल्लाका विभिन्न गाउँठाउँहरूको दृश्यहरू हेर्दै दृश्यहरूलाई क्यामेरामा कैद गर्दै गर्दै मार्फा गाउँतर्फ नै अगाडि बढिरहेका थियौं। दर्शकवृन्द, पोखराबाट यात्रा सुरु गरी करिब 10 घण्टाको यात्रा पश्चात हामी यो मुस्ताङ जिल्लाको घरपजोङ गाउँपालिका अन्तर्गत पर्ने यो माटोको सहर भनेर पनि चिनिने मार्फा गाउँमा आइसकेका छौँ। यहाँसम्म आउँदा बाटोको अवस्था सहजै थियो। तपाईँहरूले अगाडि दृश्यमा पनि हेरिसक्नु भएकै छ। अब बर्खा लागेपछि पानी परेपछि भने चाहिँ केही अप्ठ्यारो नै हुन्छ, तर अहिले चाहिँ बाटो समग्र राम्रै छ। र यहाँसम्मको दृश्यहरू तपाईँहरूलाई कस्तो लाग्यो
कमेन्ट गरेर अवश्य बताउनुहोला। अब यसपछि हामी मुक्तिनाथ दर्शन तथा मुस्ताङमा घुम्नै पर्ने महत्त्वपूर्ण ठाउँहरू साथै मार्फा गाउँको दृश्यहरू पनि समेटेर छुट्टै भिडियो प्रस्तुत गर्नेछौँ। मुक्तिनाथ, प्रसिद्ध मुक्तिनाथ यसपछिको यात्रामा हाम्रो दर्शन पनि हुनेछ र तपाईँहरूले हेर्नुहुन्छ भन्ने आशा गर्दै आजको लागि यस भिडियोबाट अनि तपाईँहरू माझबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार।